आजको सुट थियो हाम्रो चतरा कोसीमा अनि आजको दिन पनि रमाइलो नै गयो। सो हे गाइज राम राम। सुटमा जानलाई हामी रेडी भइसकेको छौं। नास्ता खाएको थिएन त्यही भएर चटपटे खाँदैछु। हामीलाई आज यही गाडीमा ट्राभल गर्नु पर्ने हुन्छ। सिजनमा त अब वेडिङकै कामहरू गर्छौं। अफ सिजन भएपछि चाहिँ पोस्ट वेडिङ प्री वेडिङहरू गर्छौं। फेरि हामी मुक्तिधाम टेम्पल आइसकेको छौं। प्री वेडिङको लागि र म्युजिक भिडियोको लागि एकदमै राम्रो लोकेसन छ यो। मन्दिरमा हामी 1 घण्टा जति सुट गर्छौं अनि आउँछौं खाना खान। अहिले दिउँसोको 1 बजिसकेको छ र 1 बजे हामी खाना खाँदैछौँ। खाना खाइसकेपछि प्री वेडिङको हामी ड्रेस लिन आउँछौं। यहाँ चाहिँ विभिन्न खालको मोडेलहरूको ड्रेस रेन्टमा पाइन्छ। हामी अहिले कोशी पुग्नै लागेको छौं र यो जंगलमा थोरै फोटो भिडियो लिन्छौं। कोशी ब्रिजको तलतिर आइसकेको छौं हामी। यहाँ पनि थोरै थोरै फोटो भिडियोहरू लिन्छौं अनि आउँछौं चतराको पुल। चतराको पुल पारी एकदमै राम्रो रिसोर्ट छ। फाइनल सुट चाहिँ हामी यही रिसोर्टमा सकाउँछौं। रिसोर्ट पनि पुग्यौं र ठ्याक्कै पानी पनि पर्न थाल्यो। अलिक पानी छुटाएपछि हामी छाता लिएर पनि सुट गर्दैछौं। पानीको थोपा पर्छ भनेर क्यामेरा चाहिँ यसरी लुकाएको छु। यो ठाउँको सबैभन्दा बेस्ट लोकेसन मलाई चाहिँ यही लाग्यो किनभने यहाँदेखि चाहिँ पुरै पहाडहरू हेरिन्थ्यो। अनि आउँछ हाम्रो चटपटे यता अनि स्विमिङ पुल अनि यता दुईटा क्यामेराम्यान खाँदैछ। हामी चाहिँ यता पहाड हेर्दै सुट गर्दै स्विमिङ पुल हेर्दै खाँदैछौँ। रात पनि परिसक्यो र अब हामीलाई विराटनगरतिर जानु पर्ने हुन्छ र आजको मिनी ब्लग यति नै।